हेलो गाइज वेलकम टु माई च्यानल maths.nepal मा आज हजुरहरूलाई यो भिडियोमा डिभाइड कसरी गर्ने त्यो प्रोसेस सिकाउन गइरहेको छु। ध्यान दिएर सुन्नु होला। पहिला डिभाइड गर्नुभन्दा अगाडि चाहिँ हामीलाई टेबल आउनु पर्ने हुन्छ। टेबल चाहिँ हजुरहरूलाई 2 देखि 10 सम्मको टेबल जसरी पनि आउनु पर्ने हुन्छ। डिभाइड चाहिँ हामीलाई जुनसुकै क्लासमा पनि चाहिएको हुन्छ। सानोदेखि लिएर ठुलो क्लासमा हामीलाई डिभाइड चाहिएको हुन्छ। हजुरहरूले यो प्रोसेस ध्यान दिएर सुन्नु होला र केही कन्फ्युजन भएमा कमेन्ट गर्नु होला। त्यही अनुसार मैले हजुरहरूलाई भिडियो बनाउने छु। क्वेशन नम्बर 1 रहेको छ। ल हेर्नुस्, 6 ले पहिला के गर्छौं त हामीले 1 2 6 लाई डिभाइड गर्छौं। यहाँको नम्बर चाहिँ डिफरेन्ट हुन सक्छ, 3टा पनि हुन सक्छ, 2टा हुन सक्छ, 4वटा हुन सक्छ र यहाँ पनि सिंगल डिजिट डबल डिजिट जति पनि हुन सक्छ। यो क्लास वाइज चाहिँ हाम्रो डिफर गर्छ। यो चाहिँ हजुरहरूलाई 2 3 4 मा यस्तो क्वेशन सोधिएको हुन्छ। ल हेर्नुस्, हाम्रो पहिला 6 ले अब हामीले डिभाइड गर्नु पर्ने हुन्छ यो 3टा नम्बरलाई। ल ध्यान दिएर सुन्नु होला। पहिला हामीले सुरुको नम्बर एउटा हेर्छौं। अब यो 6 भन्दा ठुलो छ भने चाहिँ हामीले डिभाइड गर्छौं। तर यहाँ 6 भन्दा 1 सानो भयो। सानो भएपछि हामीले डिभाइड गर्न मिल्दैन भनेपछि दुईटै नम्बर लिनु पर्यो। 6 भन्दा सानो भयो भने चाहिँ दुईटा नम्बर लिने, अनि 6 भन्दा ठुलो रहेछ भने चाहिँ हामीले एउटै 6 ले पनि डिभाइड गर्न मिल्छ। अब हामीले टेबलले गर्नु पर्ने हुन्छ। 6 1 जा 6, 6 2 जा 12। 6 कति जा 12 रहेछ त? 6 2 जा 12। 6 2 जा 12। अब चाहिँ हामीले के गर्छौं, यहाँ माइनस गर्छौं। अब 2 मा 2 घटाए 0, 1 मा 1 घटाए 0। अब 12 को पालो 12 सक्यो। अब हाम्रो डिभाइड गर्न कुन बाँकी छ? 6। 6 लाई चाहिँ हामीले पहिला एरो दिएर मुनि झार्छौं। अब फेरि टेबलले नै गर्छौं हामीले। 6 कति जा 6 त 6 6 1 जा 6 यसरी गर्छौं हामीले। 6 मा 0 घटाए 0, 0 को 0। र फेरि अब हामीले के गर्छौं त 3 ले 6 6 3 लाई डिभाइड गर्छौं। अब पहिला 3 भन्दा ठुलो छ कि सानो छ पहिला हामीले सुरुको नम्बरलाई चेक गर्छौं। यहाँ चाहिँ 3 भन्दा ठुलो छ। ठुलो छ भनेपछि हामीले डिभाइड गर्न मिल्यो। सानो भएको भए चाहिँ डिभाइड गर्न मिल्दैन थियो। हामीले दुईटा नम्बर लिएर डिभाइड गर्नु पर्थ्यो। यहाँ चाहिँ 3 भन्दा सानो छ, त्यही भएर पहिला हामीले एउटा नम्बरलाई नै डिभाइड गर्छौं। 3 कति जा 6 हो त? 3 2 जा 6। 3 1 जा 3, 3 2 जा 6 यसरी। अब 3 2 जा 6 लेखिदिन्छौं अनि माइनस गर्छौं। 6 मा 6 घटाए के भयो? 0। अब हामीले के गर्छौं त 6 पछिको अर्को नम्बर कुन छ? 6। 6 लाई एरो दिएर मुनि झार्छौं। फेरि अब यो 6 लाई हामीले डिभाइड गर्छौं। यहाँ चाहिँ तीनटै नम्बरलाई हामीले 3 ले पालो पिलो डिभाइड गर्छौं। अब 3 कति जा 6 त? 3 2 जा फेरि 6। अब 6 मा 6 घटाइदिन्छौं, कति भयो? 0। फेरि अब हाम्रो अर्को नम्बर कति छ? 3। 3 लाई चाहिँ हामीले लामो एरो दिएर यहाँ मुनि झार्छौं। फेरि 3 ले 3 लाई डिभाइड गर्छौं। 3 कति जा 3 त? 3 1 जा 3। टेबल आएपछि त डिभाइड मल्टिप्लाई सबै प्रोसेस नै हाम्रो लागि इजी हुन्छ। मेन हजुरहरूलाई सुरुमा पहिला आफ्नो बच्चाहरूलाई टेबल पढाउन लगाउनुस्। टेबल पढाएपछि त डिभाइड र मल्टिप्लिकेसनको प्रोसेस जानेपछि त यसै इजी हुन्छ। 3 र 3 मा घटाए कति हुन्छ? 3 मा 3 घटाए 0। अब 0 को 0 नै भयो। 3 डिभाइड बाइ 663 हाम्रो आन्सर कति आयो? 2 2 1। त्यसरी नै क्वेशन नम्बर 3 रहेको छ। 705 डिभाइड बाइ 5। यो क्वेशन चाहिँ हामीलाई यसरी सोधेको हुन्छ। 705 डिभाइड बाइ 5 र 5 हामीले यहाँ लेख्छौं, 705 हामीले यहाँ बिचमा लेख्छौं। ल अब हामीले पहिला नम्बर चेक गर्छौं। सुरुको नम्बर कति रहेछ? 7। 5 भन्दा 7 के भयो? ठुलो भनेपछि डिभाइड गर्न मिल्यो। अब 5 को टेबलमा कता आउँछ त? 7 चेक गर्नु पर्यो। कहिलेकाहीँ चाहिँ ठ्याक्कै मिल्दो नम्बर आउँछ, कहिलेकाहीँ मिल्दैन। त्यही भएर या ठुलो हामीले त्यो भन्दा के गर्नुपर्छ? सानो नम्बर लिनुपर्छ। 7 भन्दा सानो नम्बर लिएपछि बल्ल माइनस गर्दा मिल्छ। अब 7 भन्दा ठुलो लिन त मिलेन किनकि हाम्रो यहाँ कति छ? 5। ल हेर्नुस्, अब 5 कति जा 7 हुन्छ त? 5 को टेबलमा 7 त आउँदैन। 5 1 जा 5 कि त 5 2 जा 10 भनेपछि 5 2 जा 10 त गर्न मिलेन। 7 मा 10 घटाउन मिल्दैन। 7 भन्दा सानै नम्बर लिनु पर्यो भनेपछि कति लिने त? 5 1 जा 5। अब 7 मा 5 घटाइदिने कति हुन्छ? 2। अब फेरि 7 को पालो सक्यो। 0 हामीले एरो दिएर मुनि झार्छौं। पहिलेदेखि हाम्रो रिमाइन्डर कति छ? 2 र 0 लाई हामीले मुनि झार्यो। अब दुईटा नम्बर भयो। अब 5 कति जा 20 त? अब 5 ले हामीले टेबलबाट गर्छौं। 5 को टेबलबाट गर्छौं। 5 1 जा 5, 5 2 जा 10, 5 3 जा 15, 5 4 जा 20 भनेपछि 5 कति जा 20 त? 5 4 जा 20। अब हामीले घटाइदिन्छौं। 0 को 0, 2 को 2 मा 2 घटाए 0। अब हाम्रो 5 को पालो।
7 लाई गर्यो 0 लाई गर्यो अब 5 लाई हामीले मुनि झार्छौं र डिभाइड गर्छौं अब यहाँ के गर्छौं 5 कति जा 5 त 5 1 जा 5 5 1 जा 5 यसरी 5 1 जा 5 र हेर्नुस् यसमा चाहिँ हाम्रो रिमाइन्डर पनि आछ र माथि आन्सर पनि आछ कुनै कुनैमा चाहिँ हाम्रो रिमाइन्डर 0 आउँछ कुनैमा चाहिँ हाम्रो रिमाइन्डर नम्बर पनि रिमेनिङ पनि आउँछ त्यसैगरी हाम्रो क्वेशन नम्बर 4 रहेको छ 984 डिवाइड बाइ 4 अब चाहिँ हामीले के गर्छौं सुरुको नम्बर हेर्छौं पहिला मैले हजुरहरुलाई भनिसके छु 4 कति जा 9 त 4 को टेबलमा 9 त आउँदैन भनेपछि हामीले यो भन्दा ठ्याक्कै सानो लिनु पर्यो 4 2 जा 8 4 2 जा 8 4 2 जा गरे भने बल्ल मिल्छ 4 3 जा गरे भने 12 हुन्छ र 9 मा 12 घटाउन मिलेन सानो नम्बरबाट ठूलो नम्बर घटाउन मिल्दैन त्यही भएर हामीले सकेसम्म यो भन्दा सेम लिन्छौं या त यो भन्दा सानो लिन्छौं अब सेम त छैन 4 को टेबलमा 9 त आउँदैन भनेपछि 4 2 जा 8 गर्नु पर्यो अब 9 मा 8 माइनस गर्दिन्छौं हामीले कति भयो 9 मा 8 माइनस गर्दा 1 आयो अब फेरि हाम्रो 9 को पालो सक्यो 8 लाई डिवाइड गर्छौं 8 लाई पहिला हामीले मुनि झार्छौं अब 4 कति जा 18 त 4 को टेबलमा 18 आउँछ त आउँदैन 4 4 जा 16 16 चाहिँ आउँछ 18 आको भए 18 लिन्थ्यो र 18 भन्दा हामीलाई ठूलो चाहिँ लिनु छैन किनकि ठूलो सानो नम्बरबाट ठूलो नम्बर घटाउन मिल्दैन भनेपछि हामीले के गर्नु पर्यो त 4 4 जा 16 नै लिनु पर्यो अब हामीले 18 मा 16 घटाइदिन्छौं 8 मा 6 घटाए 2 1 मा 1 घटाए 0 यहाँ पनि रिमाइन्डर आयो कहिलेकाहीँ चाहिँ हाम्रो ठ्याक्कै 0 आउँछ र कहिलेकाहीँ रिमेनिङ पनि आउँछ अब 4 लाई मैले मुनि झार्दिन्छु 9 को पालो सक्यो 8 को सक्यो अब 4 कति जा 24 त 4 6 जा 24 यो चाहिँ ठ्याक्कै हाम्रो टेबलमा मिल्यो ठ्याक्कै मिलेपछि हामीले ठ्याक्कै जुन नम्बर मिल्छ त्यही लिने हो मिलेन भने ठ्याक्कै त्यो भन्दा सानो लिने हो भनेपछि 4 कति जा 24 4 6 जा 24 अब हामीले 24 लेखेर यहाँ माइनस गर्छौं 4 मा 4 घटाए 0 2 मा 2 घटाए 0 0 को 0 ल हेर्नुस् यहाँ चाहिँ हाम्रो सबै रिमाइन्डर कति आयो 0 0 0 त्यसैगरी अर्को क्वेशन नम्बर 5 रहेको छ 286 डिवाइड बाइ 7 अब 7 ले हामीले यो तीनटै नम्बरलाई डिवाइड गर्छौं पालो पिलो पहिला सुरुको नम्बर हेर्छौं हामीले 7 भन्दा 2 के भयो सानो भएपछि हामीले दुईटै नम्बर लिनु पर्यो सानो त डिवाइड गर्न मिलेन नि त या त सेम हुनु पर्यो या त ठूलो हुनु पर्यो डिवाइड गर्नलाई अब 7 कति जा 28 त 7 4 जा 28 ठ्याक्कै मिल्यो हाम्रो टेबलमा ठ्याक्कै 7 को टेबलमा 28 आउँछ त कतिले आउँछ त 7 1 जा 7 7 2 जा 14 7 3 जा 21 7 4 जा 28 भनेपछि 7 4 जा 28 लेख्दिन्छौं अब हामीले माइनस गर्छौं 8 मा 8 घटाए 0 2 मा 2 घटाए 0 अब 28 हामीले डिवाइड गर्यो अब 6 रिमेनिङ छ 6 लाई हामीले एरो दिएर मुनि झार्छौं अब 6 लाई डिवाइड गर्छौं ल हेर्नु अब हामीले 7 ले यहाँ गर्न मिल्छ त मिल्दैन किनकि 6 भन्दा 7 ठूलो भयो अब हामीले यसलाई डिवाइड गर्न मिलेन यो सानो भयो अब 7 भनेकै कम्तिमा 7 हुनु पर्थ्यो या 7 भन्दा ठूलो हुनु पर्थ्यो डिवाइड गर्नलाई अब के गर्ने त हामीले यहाँ 6 नम्बर मुनि झार्यो तर मुनि झारेपछि डिवाइड गर्न मिलेन भनेपछि यहाँ क्वेशन हामीले यहाँ के गर्छौं 0 थपेर छोड्दिन्छौं फेरि ध्यान दिएर सुन्नु होला यदि हामीले कुनै नम्बर माथिबाट झार्यो तर त्यो नम्बर डिवाइड गर्न मिलेन किन मिलेन किनकि यो 7 भन्दा 6 सानो भएपछि डिवाइड गर्न मिलेन नम्बर त हामीले झार्यो तर डिवाइड गर्न मिलेन त्यो बेला चाहिँ हामीले के गर्छौं यहाँ 0 लेखेर छोड्दिन्छौं आन्सर हाम्रो आन्सर कति आउने भयो 40 आयो र रिमाइन्डर कति आयो 6 आयो यो क्वेशन अलि डिफरेन्ट छ र इम्पोर्टेन्ट पनि छ हजुरहरुलाई यस्तो क्वेशन एकदमै इम्पोर्टेन्ट पनि हुन्छ प्रोसेस अलिकति ध्यान दिएर सुन्नु होला र नम्बर 6 रहेको छ 825 डिवाइड बाइ 5 अब ध्यान दिएर सुन्नु होला अब 5 भन्दा 8 ठूलो भयो भनेपछि यो टेबलमा त मिल्ने भयो 5 कति जा 8 त 5 को टेबलमा 8 त आउँदैन भनेपछि यो भन्दा ठ्याक्कै सानो लिनु पर्यो या त सेम लिनु पर्यो 5 1 जा 5 गर्छौं अब मैले 5 1 जा 5 8 मा हामीले 5 घटाइदिन्छौं कति भयो 3 त्यसैगरी अब 2 लाई 2 को पालो 2 लाई हामीले एरो दिएर मुनि झार्छौं अब 5 कति जा 32 त 5 को टेबलमा 32 त आउँदैन 5 5 जा 25 5 6 जा 30 भनेपछि ठ्याक्कै 30 गर्नु पर्यो ठूलो गर्न पनि मिलेन सानोबाट ठूलो घटाउन मिलेन भनेपछि ठ्याक्कै 32 भन्दा जुन सानो छ जुन टेबलमा पर्छ त्यही लिनु पर्यो 5 6 जा कति हो 30 अब 32 मा हामी 30 घटाउँछौं 2 मा 0 घटाए 2 3 मा 3 घटाए 0 अब कुनै नम्बर बाँकी छ 5 बाँकी छ र 5 लाई हामीले मुनि झारेर एरोबाट यहाँ मुनि झार्छौं यसरी र 5 लेख्छौं अब कति भयो हाम्रो 25 अब 5 ले 25 लाई हामीले कुन टेबलमा पर्छ त 5 5 जा कति हो त 25 भनेपछि 5 5 जा 25
अब हामीले माइनस गर्छौँ 5 मा 5 घटाए 0 2 मा 2 घटाए 0 0 को 0 भनेपछि हाम्रो आन्सर यही आउने भयो रिमाइन्डर कति आयो 0 0 0 आन्सर कति आयो 165 हजुरहरूलाई केही कन्फ्युजन भएमा कमेन्ट गर्नु होला